आजको कथा ढिला नगरी सुरु गर्छु। कथाको शीर्षक मामा घरको हजुरआमा। जीवन एउटा कथा नै हो। सबैको आफ्नो आफ्नो छुट्टै र रोचक कथा हुन्छन्। त्यसैले आज मैले त्यस्तो एउटा कथालाई जीवित गर्ने प्रयास गरेको छु। गल्ती भएछ भने माफी दिनुहोला। आज म धेरै कथा मध्येको एउटा कथा, देखेको कथा भन्ने प्रयास गर्दैछु। कथा दस्तावेज त हो नै, त्यसमा आमा शब्द जोडेपछि कथा अमर बनिहाल्छ। कुरा म मेरो मामा घरको हजुरआमाबाट सुरु गर्छु। मैले देखेको जीवन एउटा सपना मात्र हो। भोगेको जीवन त्यति कठिन पनि छैन। म दुःख बुझ्न, देख्न र महसुस गर्न भने पक्कै सक्छु। हो, त्यही दुःख र दुखी शब्दको पर्यायवाची शब्द हो मेरो मामा घरको हजुरआमा। अहिले उहाँ करिब 74 वर्षको हुनुहुन्छ। अहिले त काठमाडौँमै बस्नुहुन्छ, तर आमाको मुहारमा पीडाले गहिरो छाप छोडेको छ। कोठामा बस्दा पनि एक्लै टुलु बस्नुपर्ने, बुढाबुढी नपरे काठमाडौँमा कति गाह्रो पो हुन्छ। भिडभाड, सानो कोठा, एक्लै हिँड्न पनि त भएन, हराइन्छ भन्ने डर, आफै पकाएर पनि खान सकिन्न छोरा बुहारीहरूको भर। गाउँमा खुल्लामा बसेर आफ्नो चुलोमा पकाएर खाएको जस्तो कहाँ हुन्छ र। तर आमा पहिला गाउँमै बस्नुहुन्थ्यो। अनि गाउँमा हुँदा आमाको एउटै सपना हुन्थ्यो, प्रत्येक 1 वर्षमा दसैँ कहिले आउँछ। किनकि वर्षभरि उजाड र उराठ लाग्दो त्यो विशाल घरमा एक्लै बस्नु पर्थ्यो। बिरामी हुँदा के भयो आमा भनेर सोध्ने मान्छे हुँदैनथे। त्यही दसैँमा र दसैँमा मात्र घर भरिने खुसीले आमाको प्राण चलेको हुन्थ्यो। अहिले सोध्छु फोनमा, आमा कस्तो छ? आमा भन्नुहुन्छ, के हुनु बाबु, म यो सहरमा झन्लाट्टी भएँ, सुर पनि छैन, बेहोस जस्तो पो छु त। कोठामा बस्दा गाह्रो हुने रहेछ। नाति त बेला बेला भेट्न आउँथिस्, त पनि गइहालिस्। अब भेट हुँदैन हाम्रो। म भन्छु, आमा अब के को पिर लिनु? छोरा बुहारी नाति नातिना वरपर छन्, खुसी हुनु, राम्रोसँग बस्नु, औषधि समयमै खानु, अब त झन् खुसी हुनुपर्छ। आमा फेरि भन्नुहुन्छ, अब मरेपछि हुन्छ होला खुसी, अब टुप्लुक्क मर्न पाए आनन्द। मेरो पिर कसैले लिन पर्दैन थियो। छोराछोरीले पनि निर्धक्क काम गर्न पाउँथे। म भएर पनि तिनीहरूलाई कति गाह्रो भएको होला। के गर्नु, काल पनि आउँदैन। फेरि उनीहरूको पनि त सपना छ, आफ्नो आफ्नो जीवन छ, पीडा छ, कमाउनु पर्ने छ। म बुढीलाई त के छ र, अब काल पर्खिने बाहेक। म सम्झन्छु, हुन पनि त त्यत्रो आधा शताब्दीभन्दा बढी एक्लै बसेकी, कति समस्या आइलागे होलान्। अब बुढाबुढीको त्यही एउटै सपना त हुन्छ, छोराछोरी नाति नातिनाले दुःख नपाउन्, ठुला मान्छे बनुन्, धेरै पढुन्, मेरो जस्तो दुःख तिनीहरूले नपाउन्, त्यति न हो। त्यो गीत जस्तै समय पनि कस्तो थियो पहिले, दुःख थियो, सङ्घर्ष थियो, छोराछोरी हिर्काउने जिम्मेवारी सहितको सपना थियो। खोलासम्म गएर पिठो पिँधेर आएर 1 पहर पनि नसुती काम गर्ने आँट थियो, हौसला थियो। तर अहिले सुतेपछि उठ्न मन लाग्दैन रे, बाँचौँ जस्तो नै लाग्दैन पो भन्छन्। खोइ के पीडाले सताउँछ आमालाई, त्यो आमालाई नै थाहा होला। गाउँमा हुँदा आमाले भनेको कुरा झलझली याद आउँछ। मलाई कसैले पाल्नु नपरोस् नाति, मेरा छोरा नातिको बोझ हुन मलाई मन छैन। म केही बोल्न सकिनँ त्यति बेला। आमा आँखा खोलेर हेर्नु त, तिम्रो नाति इन्जिनियर भइसक्यो। अरू नाति नातिनाहरू पनि देश विदेशमा प्रगति गर्दैछन्, छोराछोरीहरूले पनि प्रगति गर्दैछन्। तिम्रो राम्रो कर्मको फल हामीले पाइरहेका छौँ। आमा किन पिर लिनुहुन्छ अब? त्यत्रो 3 भाइ, छोरा बुहारी छोरी नाति नातिना सबैले माया गर्छन् नै होला। तर आमा म चाहिँ तिमीलाई धेरै माया गर्छु। तिमीले त हुर्काएको मलाई, तिमीले पकाएर खुवाएर यत्रो बनाएको बोल्न सकिन्छ र आमा? अहिले सहरमा छौ, जानिनौ होला बोल्न, हिँड्न, केही गर्न।
बिर्सन्छौँ होला कोठाको चाबी लगाउन, आउँदैन होला खाना बनाउन, त्यही भएर त्यही सम्झँदैनौ बिर्सन्छौ भनेर त आज तिमीलाई छोराले काठमाडौँ ल्याएका। गर्न सकिन्जेल त गाउँमै एक्लै रोइ कराई गरिहाल्यौ नि। आमा, तिमीलाई आज निराश देखेर म पनि निराश भएको छु आमा। दुःख दुःख अनि दुःखमा मात्र डुबे कि तिमी, मलाई थाहा छ तिमी निकै गलेकी छौ। आमाको जन्म आमाले भनेअनुसार 2010 सालको मङ्सिरमा भएको हो। काभ्रे जिल्लाको दोलघाट पारी कोसीपारीको खरे खोला आमा मेरो माइती भन्नुहुन्थ्यो। त्यहाँका चौलाकै जुम्ली आमाको माइती अरे। 2 दाजुभाइहरू र 1 दिदी पछिको आमा घरको कान्छी छोरी। बुबा आमाको निधनपछि आमा खासै माइत जानुभएको रहेनछ। मलाई पनि आमा माइती गएको त्यति अनुभव छैन। काठमाडौँमा भदा भाइलाई भेट्न टिका लगाउन भने आमा गइरहनुहुन्छ। आमालाई कहिले पनि म माइत जान्छु, माइतमा पूजा बिहे श्राद्ध छ भनेको मैले पनि कहिल्यै सुनिनँ। सायद जिम्मेवारीले होला, बोलाएर पनि जान नपाएको वा बोलाएनन् त्यो भने थाहा छैन। तर माइती त्यहाँबाट बसाइ सरेर गएको हुनुपर्छ। आमाको बिहे कलिलो उमेरमा नै भयो। आमाको साटो गरेर बिहे भएको रे। कलिलो उमेरमा बिहे भएको उहाँ आफ्नो माइती छाडेर कर्मघर करिब 15 वर्षको उमेरमा जानुभएको रहेछ। अनि त्यहाँबाट आमाको जीवनको यात्रा सुरु भयो। हजुरबुबाको 2वटा श्रीमती हुन्। अर्को हजुरआमाको 3 वर्षकै उमेरमा बिहे भएको रहेछ। अनि त्यसपछि बुबाले आमालाई बिहे गर्नुभएको रहेछ। ऊ बेला ठुला मान्छेको 2वटा श्रीमती हुनु सामान्य नै मानिन्थ्यो रे। अर्को हजुरआमा पछि बिहे भएकाले आमा कान्छी श्रीमती बन्नुभयो। आमाको नाम चाहिँ खास लक्ष्मी गौतम। तर नागरिकता बनाउँदा बुबाले बनाउने मान्छेलाई चिनाउँदा मेरो जेठी बुढी कान्छी श्रीमती भनेर चिनाउनु भएछ। तर त्यही मिसअन्डरस्ट्यान्डिङमै आमाको नाम नै कान्छी गौतम रहन गएको रहेछ। होचो हाइट, सानो शरीर, अलि सानो भएकाले कसैले सानी आमा, पुड्की आमा, होची बुढी, कान्छी आमै अनेक थरी नामले बोलाउन थाले। मलाई थाहा भएबाट हजुरबुबा अर्को हजुरआमासँग तल्लो घर मूल घरमा नै बस्नुहुन्थ्यो। आमाले भनेअनुसार जेठो मामा र मेरो मम्मीको बिहेपछि 17-18 जनाको परिवारबाट छुट्टिएर अलग अलग बस्न थालेको रे। सम्पत्ति त आधा आधा नै थियो जस्तो लाग्छ। हजुरबुबा त्यस क्षेत्रको नाम कहलिएको व्यापारी हुनुहुन्थ्यो। बुबालाई प्रायले चिन्थे। छोराछोरी पढाउने हुर्काउने कुरामा आमालाई र जेठो मामालाई कति सहयोग गर्नुभयो भएन त्यो त म यसै भन्न सक्दिनँ। तर मैले देख्दा चाहिँ सहयोग गर्नु नै भयो भन्ने लाग्छ। तर घर भने 2टा नै थियो, व्यवहार पनि 2टा जस्तै। मैले देख्दा चाहिँ जे भए पनि बुबाको नाम चाहिँ थियो त्यो बेला पनि र अहिले पनि। हजुरबुबालाई सबैले राम्रो मान्छे, असल व्यापारी, इमान्दार, समाजसेवी भन्थे र भन्छन् र हुनुहुन्छ पनि। तर कान्छी श्रीमतीको हकमा बुबा कति इमान्दार हुन् कि त आमालाई थाहा होला, कि हजुरबुबालाई थाहा होला, कि भगवान्लाई नै थाहा होला। हजुरबुबाको सिधा सिधा भन्दा 2टा नै परिवार थियो। सबैलाई मिलाएर राख्नुपर्ने, सबैलाई पाल्नुपर्ने एक ठुलो सङ्घर्ष नै थियो। 2टी श्रीमतीबाट 11 जना छोराछोरी भएको अहिले त्यति बेला कति मरे पनि होलान्। ठुलो घर र ठुलो परिवार भएको मान्छे भने पक्कै हुन्। तर मेरो हजुरआमा अर्थात् कान्छी आमाको चाहिँ 4 जना सन्तान छन्। ती पनि 9 जनाबाट बाँचेका मध्ये रे। अरू सबै जन्मदै मर्दै गरे अरे। कति पीडा भयो होला, कति गाह्रो भयो होला। त्यत्रो सन्तान मध्ये ती 4 जना हुर्काउन कुनै युद्ध जिते भन्दा कमको सङ्घर्षले बचाएकी भने हुँदै होइनन्। कति रात भोकै सुतिन् होला, कसलाई सुनाएर मन हलुको पारिन् होला। बेलैमा छुट्टै भएकाले मेरो जेठो मामालाई पनि ठुलो जिम्मेवारी थपिएको थियो। भाइ बहिनी आमासहित भिन्न भएकाले घर परिवार चलाउन पर्ने थियो। त्यत्रो घर
भाइहरूलाई हुर्काउन उहाँले पनि ठुलो दुःख र सङ्घर्ष गर्नुभएको छ। त्यो लट्टाइसँग चुडिएको चङ्गा जस्तै घरलाई सम्हाल्न ठुलो सङ्घर्ष गर्नुभयो। त्यति बेला गाह्रो थियो। आमाका अरू भाइहरू पनि बुझ्ने थिए, धेरै दुःख गरेका हुन्। कुखुरा बेच्ने, तरकारी बेच्ने, घरको काम गर्ने, आमालाई सघाएर पढाएका हुन्। सबै छोराछोरी राम्रा र इमान्दार छन् र थिए। सायद आमाको संस्कार छोराछोरीले पछ्याएको हुनुपर्छ। आमाले आफ्नो श्रीमानबाट कति सहायता पाइन् त्यो त आमालाई नै थाहा होला। तर त्यत्रो घर छोराछोरीलाई एक्लै हुर्काउन, यो समाजमा हिँड्ने लायक बनाउन त्यो अग्लो सगरमाथा चढेभन्दा कमको सङ्घर्ष भन्ने गरेकी छैनन्। मलाई थाहा छ आमा, तिमीले दिनरात एक गरेर त्यो घर उज्यालो बनाएकी थियौ। आमा, तिम्रो सङ्घर्षको कल्पना मात्र गर्दा पनि यति गाह्रो हुन्छ। तर वास्तवमै म असमर्थ छु तिम्रो कथा लेख्न। तिम्रो कति धेरै काली लाग्दा घटना थिए होलान्, हुन्छन् होला। मैले जति देखेँ त्यति लेखेँ, जति जाने त्यति लेखेँ। कति मिलेनन् होला, कति मिले होलान् त्यो त मलाई थाहा छैन। आमा, मैले देखेको लेखेँ। आमा, तिमीले त्यत्रो दुःखमा हामीलाई हिँड्ने बाटो देखायौ। घाम पानी हिलो धुलो केही भनिनौ। अब छोराछोरीको साथमा आएकी छौ। जति बाँच्नुहुन्छ खुसी भएर बसेको देख्ने ठुलो रहर छ आमा। बिर्सन्छौ, भुल्छौ, थाहा छ। सबै सुविधा भए पनि तिम्रो मनमा बारीको घाँस नै याद आउँछ, तलको पाखो नै याद आउँछ, पँधेरो याद आउँछ, हिजो 2-4 दिन बसेका हामीलाई त याद आउँछ। तिम्रो त त्यो घर दरबार थियो, याद आउँछ, आइहाल्छ नि। तर आमा, अब सधैँ धेरै पिर नलिनु। पहिला पो आफै सबै गर्थ्यौ, अब सक्दैनौ होला, बुझ्दैनौ पनि होला। अप्ठ्यारो नमानी भन्नु है आमा, छोरा बुहारीलाई, नाति नातिनालाई गाह्रो पर्दा। त्यत्रो दुःखमा नआत्ते कि मेरी आमा, आज केही भएन भनेर नआत्तिनु है। पूर्णिमाको जुन आउनै बाँकी छ, नाति नातिनाको सफलता हेर्नै बाँकी छ। त्यसैले तिमी खुसी भएको हेर्ने, सुखी भएको हेर्ने ठुलो रहर छ आमा। त्यसैले तिमी खुसी भएको, सुखी भएको हेर्ने ठुलो रहर छ आमा। धन्यवाद।